नमस्कार दाइ। ल स्थानीय भाइ पनि आउनु भएको छ आज होइन श्रमदान गर्न। तपाईँ चाहिँ यारसम्म जाने हो नि? बासीहरू साला भेना पनि आएर एकै दिनपछि जाने यस्तो नजाँदा चाहिँ श्रमदान गरौँ भनेर आएको। हो ल। चेतना आउँदैछ मान्छे तपाईँ र को आउनु भएको छ? दुईजना होइन? मेरो भिनाजु हुनुहुन्छ। ए भेनाजु। हजुर। ओके ल, दुईजना आउनु भएको छ। जोसम्म चाहिँ काम थियो हजुर त्यहाँ काम सिकेर सिधै यहाँ आएको त्यसो। हजुर। ए हिजोसम्म उहाँहरूले चाहिँ यहाँनिर यो ग्याबिन लाउने थियो नि त? यो ग्याबिन जाली लाउँदै हुनुहुन्थ्यो भने त्यहाँ काम सके पछाडि आजबाट तपाईँ पनि दुईजना, ए ल दुईजना आउनु भएको छ। हिजो चाहिँ लगभग करिब 20 दिन 1 महिना भनौँ। हजुर। 1 महिनासम्म त्यहाँ काम गरेँ। अँ, अब आज सकेर यसो रेस्ट गरौँ सोचेँ। ठ्याक्क उहाँले चाहिँ जाउँ श्रमदान किन बसौँ भनेर आए आउँदा। ए ल होइन, आफ्नै ठाउँमा भइरहेको काम विकासको काममा त आउनु पर्यो। रेस्ट गर्न नि मन लाग्यो। रेस्ट गर्न मन लाग्यो ल एकदम। अनि यहाँ यो विभिन्न जिल्लाबाट पूर्व कताबाट मान्छेहरू आएर काम गरेको देख्दा कस्तो लागिरहेछ तपाईँहरूलाई? धेरै खुसी, अब गर्व फिल भइरहेको अब प्रत्येक सीमा कब्जा ठाउँमा पनि नागरिक मान्छे विकसित खालका मान्छेहरू भनौँ न। हजुर। यहाँ त अब विकसित त यसै त भाइ हजुर। त्यही भएर अब तलतिरका अब साथीहरू एकदम खुसी फिल भइरहेको। सबैलाई धन्यवाद। घरको बातको सिद्धान्तलाई फलो नगरे चाहिँ त्यस बन्दैन। पानी बढेपछि त अब यताउता हिँड्न नि हुन्न, अब पुल लागेपछि त अब सजिलो हुनु एकदमै तपाईँहरूलाई एकदम सहज हुन्छ नि यो पुलले? धेरै नै, हजुर, एकदमै भन्दा पनि बढी जसो बढी सहज हुन्छ होइन? हस्, तपाईँको नाम पनि भन्नु। त्यसैले दिल खोलेर भन्न मन लाग्छ मलाई। थ्याङ्क यू। यहीँको स्थानीय युवा हुनुहुन्छ। धन्यवाद। बस महानुभावहरू। जय देश।